हेलो हेलो साथीहरू। आज चाहिँ म तोरीको साग अनि सिम साग बनाउँदैछु बेलुकाको डिनरको लागि। साथीहरू, यो चाहिँ सिम साग हो, यो भनेको तोरीको साग हो हैन। चट्टसँगले खाने हो। हरियो परियो त अब खानै पर्यो हैन त साथीहरू। अनि यो रहेको छ सिमी एकदम मिठो खालको घिउ सिमी पनि भन्छ यसलाई। अनि काँक्रा पनि फेरि यस्तो खालको यो वाला छ काँक्रा। साथीभाइहरू बनाएपछि, छरछिमेकी बनाएपछि हो यसरी यो वाला सागसब्जी खान पाइन्छ। वाउ! झट्टसँगले हेर्नु, यो घिउ सिमी यस्तो सलक सलक परेको राम्रो छ। ट्याक्कसँगले खाने हो। मासुतिर बल गर्ने भन्दा पनि हामीले चाहिँ यो सागसब्जीतिर चाहिँ बल गर्नुपर्छ है गाइजहरू। ट्याक्कसँगले खाने, स्वास्थ्य तन्दुरुस्त जिउ ज्यान बनाउने होइन त साथीहरू। काँक्रा चाहिँ फेरि स्टाइलको छ हो।